यदि तपाईँ फिटनेस जर्नीमा हुनुहुन्छ भने सबैले भन्छन् जिम गर, हेल्दी खाना खा अनि बडी ट्रान्सफर्म हुन्छ। तर यस्ता केही ट्रुथहरू छन् जसको बारेमा कसैले बताउँदैनन्। पहिलो कुरा हो मोटिभेसन। सुरुमा तपाईँलाई स्टार्ट गर्दाखेरि मोटिभेसन एकदमै हुन्छ, तर दिन बित्दै जाँदाखेरि तपाईँको एनर्जी लो हुन्छ, बडी दुख्छ र तपाईँलाई बाहिर निस्किन मन लाग्दैन। त्यतिखेर मोटिभेसन होइन, डिसिप्लिनले तपाईँलाई अगाडि लान्छ। र दोस्रो कुरा हो प्रोग्रेस एकदमै स्लो हुन्छ। तपाईँले कुनै सोसियल मिडियामा वा टिभीमा अरूको भिडियो हेर्दाखेरि त्यहाँ चेन्ज एकदमै छिटो देखिरहेको हुनुहुन्छ, तर रियालिटीमा तपाईँले दिनदिनै आफूलाई मिररमा हेर्नुभयो भने तपाईँले आफूलाई चेन्ज खासै देख्नुहुन्न, तर इन्टरनली भने तपाईँको ह्याबिट बिल्डअप भइरहेको हुन्छ। एन्ड द थर्ड थिङ इज तपाईँको जर्नी कहिले पर्फेक्ट हुँदैन। तपाईँको रुटिन बिग्रन सक्छ वा कहिले काहीँ रेस्ट लिनुपर्ने अवस्था हुनसक्छ वा म जस्तो खुट्टामा चोट लाग्न सक्छ। जस्तै मलाई हेर्ने हो भने म पनि पहिले वकिङ गइरहेको थिएँ, तर खुट्टामा चोट लाग्नेको कारणले मैले अहिले साइक्लिङ स्विच गरेको छु। तर एउटा कुरा चाहिँ मैले के बुझेको छु भने कन्सिस्टेन्सी भनेको चाहिँ एउटै काम रेगुलर गर्नुभन्दा पनि तपाईँको आफ्नो जर्नीलाई चाहिँ निरन्तरता राख्नु नै कन्सिस्टेन्सी हो। त्यसैले पर्फेक्ट हुने बारेमा होइन, बेटर हुने बारेमा सोच्नुहोस्, किनकि सबैभन्दा ठुलो ट्रान्सफर्मेसन बडीमा होइन, माइन्डसेटमा हुन्छ।